हेलो साथीहरू सबैजनालाई नमस्कार। आज हामी एउटा पार्कमा आइरहेछौँ। पार्क त होइन, जू के अरे। अनि मेरो छोराले यहाँ डल्फिन हेर्दैछ। ऊ हेर्नुहोस् चाहिँ डल्फिन त होला नि, कस्तो मजाले खेलिरहेछ। आफू ऊ यता खसी बाख्रा भेडा यता सबै छ यो एरियाभित्र है। रमाइलो रहेछ बच्चा बच्चीलाई लगेर घुम्नलाई, बच्चा बच्चीलाई देखाउनलाई राम्रो छ। यता यो के हो, मङ्की हो कि के हो, उयो मङ्की छ यतापट्टि। यस्तो बच्चाहरूलाई यस्तो रमाइलो छ। मेरो छोराछोरी त कति खुसी भएको। मेरो बाबु आफ्नै पारामा छन्। बाबासँग आसमसी भन्छ बाबालाई। बाबाको पछि पछि कुद्छ। यता छ अरे, अब यता बाबाले यता आऊ यता यता भन्दैछिन्छ। उयो डाँफे भन्छिन्छ मेरो बुढोले। मलाई त थाहा भएन साथीहरू के हो यो। ल हेर्नुहोस् यस्तो राम्रो छ, कति राम्रो छ कि। अब यो के हो फेरि, यसको नाम पढौँ भने जापानिजमा थियो, आफूलाई जापानिज नआउने, बुढोलाई सोध्न बिर्सेँ। यो फेरि के हो, यो अजिबै छ फेरि। यसको मुख कुन ठाउँ हो थाहा छैन। कस्तो हाँसो उठ्ने यस्तो छ। उयो रेड पान्डा रे साथीहरू। यो त्यही पनि मेरो छोरीले भनेको रेड पान्डा भनेर। मलाई त थाहा भएन। फेरि एक ठाउँमा बस्ने होइन, कुदेको गर्दो रहेछ। यतापट्टि फेरि मङ्कीको बच्चाहरू छ। यता सानो बच्चाहरू खुतुरुक गरिरहेछ। यहाँ ठुलो मङ्कीहरू छ। फेरि आफ्नै पारामा खेलिरहेछन् मङ्कीहरूले। हेर्नुहोस् यस्तो रमाइलो छ। कति यता पेङ्गुइन पानीमा नाचिरहेछ। मेरो छोरा कति हाँसेको यो देखेर। कति रमाइलो गरिरहेछ पेन्गुइनहरूले। मेरो छोरीले टच गर्न डराएर टचै गर्न गरिरहेछ। छोराले फेरि म टच गर्छु भनेर यस्तो चाहिँ। उसले फेरि डरै मान्दैन, छोरीले चाहिँ डर मानेर भाग्छ। यस्तो छ। लास्टमा हामी घर फर्किँदाखेरि रेस्टुरेन्ट गएको खाजा खानलाई। खाजा आउँदैसम्म हामीले भिडियो बनाएको। जबरजस्ती बुढोले नमाने